दादा नयाँ पार्टी बनाएर देशको प्राइम मिनिस्टर कसरी बनिन्छ? अब डाइरेक्ट प्राइम मिनिस्टर ल फलो गरा भन्दैछु। इफ तपाईँलाई इन्डियाको प्राइम मिनिस्टर बनिनु छ, त्यही पनि आफ्नै नयाँ पार्टी बनाएर भने फर्स्ट तपाईँले इलेक्सन कमिसन अफ इन्डियामा गएर आफ्नो पार्टी रेजिस्टर गर्नुपर्छ। यसको लागि कम्तीमा पनि 100 जना मेम्बर्स अनि एउटा स्ट्रङ पार्टीको कन्स्टिट्युसन र क्लियर डकुमेन्ट्स चाहिन्छ। सेकेन्ड स्टेप, आफ्नो पार्टीको युनिक सिम्बल र स्ट्रङ आइडियोलोजी हुनुपर्छ, जसले गर्दा चाहिँ जनता तपाईँसँग कनेक्ट हुन सकुन्। थर्ड स्टेप, देशभरिमा ग्राउन्ड वर्क, क्याम्पेनिङ र स्ट्रङ फन्डिङ प्लस रिसोर्सेस चाहिन्छ, किनकि लोकसभाको 543 सिट्समा कम्ती भए पनि 272 वटा सिट जित्नु कम्पलसरी हो। यदि तपाईँले एक्लै सक्नु भएन भने एलायन्स मिलाएर पनि गर्न सक्नुहुन्छ। त्यसपछि मात्र सरकार बनिन्छ। त्यहाँबाट फोर्थ स्टेपमा इलेक्सनको पछि सबै इलेक्टेड एमपीहरूले आफ्नो एउटा लिडर चुन्नुपर्छ। त्यही लिडर चाहिँ टेक्निकली प्राइम मिनिस्टरको क्यान्डिडेट हुन्छ। अनि लास्ट स्टेपमा प्रेसिडेन्ट अफ इन्डियाले मेजोरिटी प्रुभ गरिसकेपछि तपाईँलाई सरकार बनाउनुको लागि इन्भाइट गर्नुहुन्छ अनि तपाईँले फाइनली प्राइम मिनिस्टरको ओथ लिनुहुन्छ। याद राख्नुहोस्, प्राइम मिनिस्टर बनिने क्यान्डिडेटलाई आफू पनि एमपी हुनु जरुरी छ। यदि त्यो क्यान्डिडेट एमपी छैन भने 6 महिनाको भित्रमा एमपी हुनुपर्छ, नभए डाइरेक्ट रिजाइन गर्नुपर्छ। फेसबुकमा भिडियो हेर्नुभएको हो भने इन्स्टामा गएर फलो गरिदिनु, युट्युबमा सब्सक्राइब। यस्तै इन्फर्मेटिभ कन्टेन्ट्सहरू म त्यहाँ डेली पोस्ट गर्छु।